मैले समयलाई सोधेँ मेरो गल्ती के भयो। समयले हाँस्दै भन्यो, तेरो गल्ती त केही छैन, बस एउटा सानो गल्ती भयो कि तैँले सबैलाई मनबाट आफ्नो सोच्न थालिस्। तैँले जुनै सम्बन्ध पनि मनबाट निभाउन थालिस्। र यो संसारमा सबैभन्दा ठुलो गल्ती नै यही हो कि कसैलाई मनबाट आफ्नो सोच्नु, मनबाट सम्बन्ध निभाउनु। किनभने यो स्वार्थले भरिएको संसार हो। यहाँ कसैले कसैको लागि सोच्दैन, सबैले आफ्नै लागि सोच्छ। अरूको लागि सोच्ने मान्छे सधैँ पछाडि पर्छन्। त्यही भएर तैँले सबैलाई आफ्नो सोच्दै मनबाट सम्बन्ध निभाउँदै गइस्। तर यो संसारमा सबैजना स्वार्थले बाँचेका छन्। तैँले मनबाट सम्बन्ध निभाइस्, अरूले स्वार्थले।